अब वचनको तर्फमा जान्छु। वचनको बेलामा यताउता कुरा गर्ने नगर्नुहोस्। तपाईँहरूलाई म बाइबल सत्य भनेर छर्लङ्ग पारिदिन्छु। मत्ती 24 भन्दा अगाडि मर्कुस 13 म 1-2 अध्याय पढ्छु अनि सुरु गर्छु ल। अनि तपाईँहरूलाई शीर्षक पनि दिनेछु। यस्तो लेखिएको छ मर्कुस 13 जब उहाँ मन्दिरबाट निस्कदै हुनुहुन्थ्यो तब उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, हेर्नुहोस् गुरुज्यू, कति ठुला ठुला ढुङ्गाहरू र कति भव्य भवनहरू। यसुले तिनलाई भन्नुभयो, यहाँ त एउटा ढुङ्गा माथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइने छ। त्यो बेलामा हेर्नु न, अब त्यो बेलामा त क्यामेरा पनि थिएन, आत्मिक कुरा गर्नुभएको हो। किनकि कति ठुलो भवनहरू भन्छ नि, तर त्यो अहिले चाहिँ हामीले राधेमा जाँदाखेरि ठुल्ठुलो भवनहरू देख्छौँ। त्यो बिल्डिङ कसले बनायो थाहा भएन, तर त्यस्तो ठुल्ठुलो भवनहरू छ। जस्तै हाम्रो नेपालको पनि राजदरबारहरू छ नि, ठुलो ठुलो भवनहरू। तर यो त 2000 वर्ष अगाडि पहिल्यै भनेको कुरा हो। यो अहिले हुन आइरहेको छ। म आजको कुरा, हिजोको कुरा र भोलिको कुरा पनि भन्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोस् है। कति ठुल्ठुलो भवनहरू भनेर चेलाहरूले भनेको कुरा यो अगमबाणीको रूपमा पवित्र आत्माको प्रेरणद्वारा लेखिएको बाइबल हो। तर त्यो बेलामा त सानोलाई पनि ठुलो भनेर सम्बोधन गर्नुभएको थियो। तर अहिले हामीले देख्दा त ठुल्ठुलै छ नि होइन भवनहरू। पहिला त हामी त झुपडीमा हुर्केको मान्छे हो। अनि उहाँ मन्दिरको सामुन्ने जैतुन डाँडामा बस्नुहुँदा पत्रुस, याकुब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस् यी घटनाहरू कहिले हुनेछन् र यी सब कुरा पुरा हुनको निम्ति के चिन्ह हुनेछ? यसुले तिनीहरूलाई भन्नुभयो, होसियार हो, कसैले तिमीहरूलाई भ्रम नपारोस्। तपाईँहरूलाई भ्रम नपारोस् भनेर मैले यो भन्न खोजेको, किनभने वचनमै त्यो भनेको छ। कति अहिले झुटा क्रिस्चियनहरू आछ नि, सियोन भन्ने आछ, सासाङ रे, सासाङ के सचाइ रे, जेसुको होस्। तर बाइबलमा जे लेखिएको छ त्यो कुराहरू भन्नै पर्छ। यो आजको शीर्षक चाहिँ अन्त्यको दिनको चिन्हहरू। आज, भोलि र पर्सि के हुने कुरा म बताइरहेको छु ल। म सरस्वती पढ्छु, तपाईँले ध्यान दिएर सुन्नुहोस्। मत्ती 24 जाँदैछु है म। मत्ती 24 कहिले पनि नबिर्सिनुहोस्। यो तिमीहरू सब देख्छौ होइन त? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गा माथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ। मैले देखेको सपना दर्शनमा छ नि, त्यस्तो भुइँचालो आयो भने कुनै ढुङ्गा माथि अर्को ढुङ्गै रहने छैन। म त ढोकाको उसमा समातेर बस्दा त म त्यो ढोकाको के भन्नु त, खापा कि के भन्नु, त्यो खेल्ने तालले आएको थियो। म त त्यत्रो समाउँदा त म खडा हुन सकिनँ भने यो दर्शन देखेको मैले। अनि यसो जैतुन डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँका आएर सोधे, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ? मानिसहरूले भन्दैछ नि यसु ख्रीष्ट आउँछ 2072मा, 2012मा मर्छ के भनेर भने नि, तर मरेको त छैन। त्यो मर्नुभन्दा अगाडि, यसु ख्रीष्ट आउनुभन्दा अगाडि चाहिँ यो चिन्हहरू हुनेछ। ध्यान दिएर सुन्नुहोस् है। तब यसुले तिनीहरूलाई जवाब दिनुभयो, होसियार रह, कसैले तिमीहरूलाई भ्रम नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रीष्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। हेर म यसु हो म भनेर के भनेर आछ सुन्नुभएको छ? ध्यान दिएर यसु ख्रीष्ट भनेर आइसकेको छ। त्यो त पढ्ने व्यक्तिहरूले, हाम्रो पास्टर गुरुबाहरूले थाहा होला, युट्युब हेर्ने व्यक्तिहरूले, वचन सुनिरहने व्यक्तिहरूले थाहा होला। यसु ख्रीष्ट भनेर 3-4 जना त मैले थाहा भइसक्यो, आइसक्यो।
कोरियाबाट आछ, कोही चाइनाबाट आछ, ठ्याक्कै येशू ख्रीष्ट जस्तै व्यक्ति छ या। तर येशू ख्रीष्ट जुन हामीले अहिले युट्युबतिर देखिरहेको छ नि, क्रिसमसतिर हाम्रो किताबतिर देखिरहन्छ नि, त्यो बेलामा क्यामेरा थिएन, सरी त्यस्तो हुनुहुन्न। येशू ख्रीष्ट मान्छे त मान्छे हो, त्यो बेलामा सैलुन थिएन, कपाल चाहिँ लामै होला। जसरी मैले कसरी थाहा भयो भने युहन्नाहरूको सिम्सनहरूको कथाहरू पढ्दाखेरि त्यो बेलामा सैलुन थिएन, मधेसी थिएन, कपाल काट्ने ठाउँ थिएन, कपाल चाहिँ लामै होला। तर येशू ख्रीष्ट त्यस्तो हुनुहुन्न थियो, त्यो त एउटा बनावटी मात्र हो। पृथ्वीनारायण शाहको पालमा त क्यामेरा थियो कि थिएन मलाई थाहा भएन, तर येशू ख्रीष्ट त्यस्तो हुनुहुन्न। मानिस अहिले युट्युबमा देखाइरहन्छ नि येशू ख्रीष्ट यो हो भनेर, धेरै अनुहार थरीको देखाइरहन्छ नि। हो, तपाईँहरूलाई पनि भ्रममा पार्नको निम्ति त्यस्तो व्यक्तिहरू ल येशू ख्रीष्ट कोरियामा जन्म्यो, चाइनामा जन्म्यो भनेर भन्यो भने विश्वास नगर्नु, त्यसरी आउनुहुन्न। म तपाईँहरूलाई बताउँछु कसरी आउँदै हुनुहुन्छ। अनि यस्तो लेखिएको छ, बहकाउने छन् भन्छ, नबहकाओस् भनेर मैले तपाईँलाई यो पाठ गरिदिएको छु। तिमीहरूले युद्धहरू र युद्धका हल्लाहरू सुन्नेछौ, नघबराऊ, किनकि यो हुन आवश्यक नै छन्। युद्धहरूको हल्लाहरू त सुन्नुभएको छ नि, आर्मी र माओवादी, अनि अहिले त कुन देशले भन्छ नि, मलाई त मतलब भएन। त्यस्तो हुनु त आवश्यक नै छ। अमेरिकादेखि यो के इरान सिरान के भन्छ नि, मलाई केही मतलब, मैले त पहिल्यै थाहा थियो, अगमवक्ताहरूले नि भनेको छन् यस्तो यस्तो हुनेछन् भनेर। अनि यो बाइबलमा नि लेखेको छन्। तपाईँहरूले कति वर्ष भयो, यो त 2000 वर्ष अगाडिदेखि लेखेर राखेको कुरा हो। युद्धहरूको हल्लाहरू सुन्नेछौ, नघबराऊ, नडराउनु भनेको, किनकि यी हुन आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैन। 7 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्पहरू हुनेछन्। तपाईँहरूले त, मेरो छोराले थाहा छैन बिचरा भूकम्प कस्तो भनेर, तपाईँहरूले त थाहा छैन। बाइबलमा जे लेखेको छ त्यो चाहिँ तपाईँहरूले भोग्दै हुनुहुन्छ। राज्यको विरुद्धमा राज्य र राष्ट्रको विरुद्धमा राष्ट्र खडा हुनेछ भन्नुभएको छ नि। अहिले केपी ओलीले त्यसको विरुद्धमा शेरबहादुर देवारे, अहिले बालेन्द्र शाहले के भन्ने आछ नि, रवि नारायण साने भन्नेहरू यहीँ लेखेको छ त। मैले हिजोको कुरा, आजको कुरा र भोलिको कुरा भन्दैछु है, बाइबलले पहिले भनेर राखेको कुराहरू हुँदैछ। हेमेन सुन्नु भएको छ नि, राम्रै ध्यान दिएर सुन्नुहोस् है। 7 फेरि पढ्छु, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। जातिको विरुद्धमा जाति भन्दा तपाईँहरूले त बुझ्नु भएन होला। एकपल्ट प्रचण्डको पालमा भनेको थियो, नेवा राष्ट्रिय मुक्ति मोर्चा, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, माझी राष्ट्रिय मुक्ति मोर्चा भनेर निस्केको थियो क्या। त्यो बेलामा मैले त्यो बोलिसकेको थियो, यस्तो यस्तो हुँदैछ, त्यो भएर यहाँ लेखेको रहेछ भनेर। 8मा जान्छु ल। तर यी सब त प्रसव वेदनाको सुरु मात्र हो। यो गुरुबार के भन्दैन पढाइको सल्लाह पनि सँगसँगै आउनु, अनि कोरोना पनि सँगसँगै आउनु, भूकम्पपछि। यो त प्रसव वेदनाको सुरु मात्र हो। जस्तो हामीलाई बेच्न लाग्दाखेरि पेट दुख्छ नि, हो त्यस्तो सुरु मात्र हो भन्नु क्या। यो पढ्दै जानु न, तपाईँहरूले त्यो भेटाउनुहुन्छ। 9मा पुग्दैछ है, म 24को 9मा। तब तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। हेर्नु, येशू ख्रीष्टलाई मान्यो भने कामी धर्म, सानो धर्मले मान्नुपर्ने, यो बाइबल पढ्यो भने बौला हुन्छ, पागल हुन्छ, यो त विदेशी धर्म हो। यो आफ्नो धर्म छोडेर अर्काको विदेशको धर्म मानेको भनेर घृणा गर्छ। येशूलाई त घृणा गर्यो, मार्यो, थुक्यो भने हामी त के हो र? परमेश्वरलाई त आफ्नै कहाँ आए, तर आफन्तले उहाँलाई चिनेन भन्छ। उहाँले नै हामीलाई सृष्टि गर्नुभयो, तर कुखुराको सुलीले, खरानीले चाहिँ होइन, हामीलाई माटोले बनाएको भनेर लेखेको छ बाइबलमा। यो चाहिँ सत्य प्रकार म गरिदिन्छु। आमेन आमेन आमेन। ध्यान दिएर सुन्नुहोस् है, आत्मामा छिरेर बोल्दैछु, पवित्र आत्माद्वारा। मैले न्याय दिनुपर्छ माथि त, मेरो लेखा
दिनुपर्ने म आफै हो नि। यहाँ आएर बोल्न पाउँदा चाहिँ म खुसी म हुँदिनँ, किनकि अरूलाई सिकाउँदा म आफै चाहिँ नसिकेर हुँदैन, मैले आफैले भोग्नुपर्छ यो कुराहरू। तर म त जे लेखेको छ त्यसलाई उल्टाएर प्रकाश मात्रै खोलिदिने हो। 10 मा तब धेरैजना भड्केर जानेछन्, घृणा गर्नेछ त भनेन होइन, तब धेरैजना भड्केर जानेछन् र ठेस खानेछन्, एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। येशू ख्रीष्टलाई पनि विश्वासघात गरेको थियो। यहुदा भन्ने व्यक्तिले चुम्बन गर्यो, जुनलाई मैले चुप्प खायो किस गर्छु त्यसलाई समातेर डल्लो पार्ल भनेर भनेको थियो। तपाईँले फिल्म पनि हेर्नुभयो होला, यहुदाले विश्वासघात गर्ने बेलामा चुप्प खाएर गर्छ, माया देखाउँछ तर घात हो, देखाउने माया भनेको त्यो। परमेश्वरले त हामीलाई देखाउने माया गर्नु भएन, हाम्रो खातिर उहाँले मर्नुभयो। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्, दुष्टता बढेको हुनाले धेरैको प्रेम सिलाएर जानेछन्, तर आखिर समय स्थिर रहने चाहिँ बचाइनेछ। झुटा अगमवक्ताहरू सियोनमा तपाईँहरू जानुभएको छ, त्यहाँ अगमवक्ता भन्छ, पास्टर भन्दैन, प्रचारक भन्दैन, शिक्षक भन्दैन, सिधै अगमवक्ता भन्छ। उसले जे भनेको यो मान्छेसँग विवाह गरे भन्यो भने त्यो गर्नुपर्छ। परमेश्वरले जुटाएको कारण होस् नहोस् थाहा भएन, तर त्यहाँको अगमवक्ताले विवाह गर भनेर भन्यो भने विवाह गर्नुपर्छ। केटाले केटीलाई, केटीले केटालाई म बिहे गर्नु पर्यो त फलानासँग भनेर भन्यो भने बिहे गरिदिन्छ। परमेश्वरले जुटाएको मर्यादा नजाउँ है। तर आखिरसम्म स्थिर रहने चाहिँ 13 मा पुग्यो, तर आखिरसम्म स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। किन यो अन्त्य आउनु अगाडि लडाइँ झगडा, राज्यको विरुद्धमा राज्य, अनिकाल त यहाँ पढेको मैले एकपटक चाहिँ भुलिएको छु। अब अनिकाल हुने चाहिँ ठाउँ ठाउँमा भनेको छ नि, बाइबलमा हेर्नु न, ठाउँ ठाउँमा अनिकाल हुनेछ, भूकम्पहरू जानेछ भनेर भनेको छ नि। नेपालमा 2072 मा गयो, अनि मलेसियामा गइरहन्छ, जापानतिर गइरहन्छ, ठाउँ ठाउँमा भूकम्प गइरहन्छ। अनिकाल पर्ने बेलामा त आफ्नो छोराको छोरीको मासु आफूले खानेसम्म भएको थियो। त्यो अफ्रिकनतिर हो कि कहाँ हो भन्ने सुनेको फिलिपिन्समा हो, त्यस्तो अनिकाल परेको छ। अनि पछि अब यो बितिरहेको कुरा भन्यो, अब पछि 666 भन्ने एउटा चिन्ह छाप आउँछ। वचनतिर जाउँ न हामी, तर त्यो 666 कुरा चाहिँ म आज भन्दिनँ, त्योभन्दा अगाडि चाहिँ मैले प्रचार गर्छु। तपाईँहरू जानुहोस्, उसमा जानुहोस्, प्रकाशको पुस्तकमा, प्रकाशको पुस्तक 20 अध्यायतिर जानुहोस्। पाउनुभयो 20 अध्याय, पाउनुभयो 20 को 4-5 देखि पढ्नु न, 4-5 देखि 6सम्म, 6-7 सम्म, 20 को 4 देखि 6 सम्म। हजुर। हालेलुया। यहाँ 20 को 4 मा यस्तो लेखिएको छ, प्रकाश 20 को 4 मा, तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखेँ, जसलाई इन्साफ गर्ने अधिकार दिएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग 1000 वर्षसम्म राज्य गरे। 5 मा अरू मरेकाहरू चाहिँ ती 1000 वर्ष नबितुन्जेल जीवित भएनन्, त्यो पहिलो पुनरुत्थान हो। 6 मा पहिलो
पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पुजारी भएर उहाँसँग 1000 वर्षसम्म राज्य गर्नेछन्। आमेन। यो 1000 वर्षसम्म चाहिँ हामी ख्रीष्टहरूले राज्य गर्नेछ, बस्नेछ, हिँड्नेछ, डुल्नेछ। अनि 1000 वर्षसम्म त शैतानलाई थुनेर राख्छ न्याय गर्नको लागि। यो कुरा तपाईँहरूले बुझ्न त गाह्रो हुन्छ, त धेरै प्रार्थना गर्नुपर्छ, प्रभुसँग माग्नुपर्छ। यो प्रकाशको पुस्तक भनेको तपाईँहरूले बुझ्न सक्नुहुन्न। मैले चाहिँ उल्था मात्र गरिदिन्छु। जब त्यो बेलामा यस्तो छाप लगाउनु आउँछ, अहिले चाहिँ हिन्दूहरूले यो टिका लाउँछ अथवा महादेव भन्छ नि, त्यसको त टिकै लाउनु पर्दैन, त्यसको त आँखामै अलरेडी छ, 3 आँखा देखाइरहेको छ। त्यस्तै तपाईँहरूलाई पनि टिका लगाउन दिन्छ, नलगाउनुहोस्। हातमा छाप लगाउन लाउँछ, शैतानको छाप लगाउन आउँछ, त्यो मेटिँदैन नि, त्यो शैतानको छाप हो भनेर। नरकको जस्तै तपाईँहरूले पासपोर्ट बनायो भने मलेसिया कुवेततिर जान पाइन्छ नि, महिलाहरू पुरुषहरू पनि जान पाइन्छ अमेरिकातिर, जहाँ पनि छाप चाहिँ चाहियो, पासपोर्ट चाहिँ चाहियो। त्यस्तै पासपोर्ट बनाइदिन्छ नि। अनि त्यो बेलामा चाहिँ नमान्नु होला तपाईँहरू, बरु मर्न तयार गर्नुहोस्। यस्तो सुन्नुहोस् है, तपाईँहरू गफ नगर्नुहोस्। म आत्मामा छिरेर भन्दैछु, सैयाला सब सन्दगिनेन्द्रम दैयाला सब रिया सन्दगिनेन्द्रम। यसो ख्रीष्ट मर्नुभन्दा अगाडि शैतानले के भनेको थियो थाहा छ नि तपाईँलाई? मलाई ढोक, म यो संसारको आधी भाग तँलाई दिन्छु भनेर, तपाईँलाई 1 करोड दिन्छु भनेर। तपाईँहरूले त सब जानै छोड्छु, यसुलाई छोड्छु भन्छ होला, तर यसु ख्रीष्टलाई यो संसारको आधी भाग दिने बेलामा पनि उहाँले मान्नु भएन। किनकि त्यो बेलामा मानेर शैतानलाई ढोकेको भए ऊ यही संसारमा रहन्थ्यो। परमेश्वरको अभिषेक र अधिकार जुन कुराको लागि बोलावट दिनुभएको थियो परमेश्वर पिताले, त्यो गुमाउँथ्यो। अनि माथि लगेर परीक्षा गर्नुभयो, फेरि अर्को डाँडामा लगेर यहाँबाट हामबालमा तेरो त सर्वदूतले खुट्टामा समाएर तँलाई त भुइँमा पसार नै दिँदैन भनेर भनेको थियो। तर त्यो बेलामा येशू ख्रीष्टले शैतानको कुरा मानेर उसको कुरामा लागेको भए हाम्रो उद्धार पनि हुने थिएन, हाम्रो नाम जीवनको पुस्तकमा लेखिने पनि थिएन। उहाँले भन्नुभएको थियो, मभन्दा अगाडि त चोरहरू आए, डाकुहरू आए, तर म त तिमीहरूलाई जीवन दिन आएँ भन्नुभएको छ नि। मेरो लागि उहाँ मर्नुभएको हो। म एउटा कथा भन्छु, कति मिनट गयो होला, मैले टाइम पनि हेरेर। जब एउटा रातो चराले सेतो गुलाबको फुललाई मन परेछ, पिनिया उड्दै आउँदा यस्तै यहीँ रहेछ त प्रभुलाई धन्यवाद। पिनिया रातो चरा आउने होइन, यस्तो सेतो गुलाबको फुलमा बस्ने, म तिमीलाई कति माया गर्छु, कति मन पराउँछु, आई लभ यु, म तिमी बिना त बाँच्नै सक्दिनँ भन्थ्यो अरे चराले। अनि फेरि फुलले भन्थ्यो अरे, तिमी चरा म फुल हो, अनि तिमी र मेरो सम्बन्धमा के नै राम्रो चाहिँ हुन्छ र, तिमी ढोङ्गी माया मलाई नदेखाउ न ल भनेर। अनि चराले भनेछ, होइन तिमीलाई म साँचो माया गर्छु, भित्र हृदयदेखि नै सत्यतामा तिमीलाई मन पराए। मैले तिमीसँग रहन पाउँदा र तिमी मसँग हुन पाउँदा म अति नै खुसी हुन्छु, अति नै रमाइलो लाग्छ मेरो जिन्दगी भनेर चराले भनेछ। अनि जति प्रेम प्रस्ताव राखे पनि फुलले पत्याएन, विश्वास गरेन। अनि एक दिन त भनेछ, अनि साँच्चीकै तिम्रो माया मलाई देखाउन छ भने कसरी देखाउन सक्छ? म सेतो छु, तिमीले मलाई रातो पार्न सक्छौ, तिमी त रातो चरा, म त सेतो छु, कलर पनि मिल्दैन, जात पनि मिल्दैन भनेर भनेछ होइन। अनि सेतो गुलाबको फुलले रातो चरालाई त्यो भन्दा उसले त साँचो माया गरेको हो नि, माया कसरी देखाउनु? अब उसलाई प्रकट त गरिदिनु पर्यो। अनि एक दिन त उडेर आयो, टाढाबाट उडेर आयो, खालि त्यो मात्र भने, आई लभ यु मात्र भने, बिहान गयो आई लभ यु, तिमीलाई मन पराइन्छ मात्र भने। फुलले फेरि नपत्याउने, तेरो माया मलाई नभन्, तेरो ढोङ्गी माया, तिमी रातो छौ म
सेतो छु तिमी चराहो म फुल हो मिल्दैन भनेर। अनि साँचो माया देखाउनलाई उसले आफ्नो प्राण अर्पण गरिदिनुभन्दा अरू केही पनि उपाय देखेन। चराले सिधै आएर ल आजको दिनमा भोलिको दिनमा म यतिखेर आउँछु तिमीलाई म रङ्गाउन आउँछु, मेरो रगतले रङ्गाउन आउँछु, मेरो प्रेम तिमीलाई प्रकट गरी देखाउँछु भनेछ। ओके छ त लु कसरी देखाउनुहुन्छ म तपाईँ जस्तै बनाउनुहोस्, उड्न नसके पनि मेरो जातले पाएको म उड्न नसके पनि तिम्रो कलर मन पर्यो तिमी जस्तै मलाई बनाइदेऊ भनेछ। अनि भोलिपल्ट त गएर यस्तो रुख फुलमाथि बसेछ त्यो चरा होइन, रातो चरा बसेछ सेतो गोलापको फुलमा। अनि त उसले त माया कसरी देखाउँछ मलाई कसरी रङ्ग्याउँछ भनेर उसले भन्दा उसले आफ्नो चुचुराले आफ्नो जिउमा थुनिएर डुबेर रगत निकालेर यस्तो सेतो गुलाबको फुललाई यस्तो रातो बनाएछ। अनि त्यो फुलले भनेछ साँच्चीकै यसको माया त यथार्थै रहेछ, साँच्चीकै यसको मायामा त कोड रहेछ, पवित्रता माया रहेछ भनेर फुलले बुझ्दाखेरि त अन्तिममा त त्यो चरा त मरिसकेछ। त्यसको माया बुझ्दाखेरि त्यो चरा मरिसकेको हुन्छ। अनि यसो ख्रीष्टले पनि संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्रै पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, कोही पनि नरक नजाओस्, कोही पनि गरिबीमा नरहोस्, कोही पनि शैतानको दास नहोस्, कोही पनि श्रापमा नफसोस्, कोही अन्धकारमा नजियोस् भनेर नै यसो ख्रीष्ट आउनुभयो जीवन दिन। बाटो सत्य र जीवन मनै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन भनेर भन्दै थियो नि। अन्तिममा त्यो चराले माया बुझ्दा बुझ्दै यसो ख्रीष्ट मरिसकेको थियो। मर्नु त मर्यो, उहाँ नमरेको भए मैले भने नि हाम्रो उद्धार पनि हुने थिएन, हाम्रो जीवनको पुस्तकमा नाम लेखिने थिएन, हामी उहाँको सन्तान हुने थिएन। रगतमा त्यस्तो साइनो हुन्छ, मनको नाता आत्माको नाताभन्दा रगतको नाता नजिक हुन्छ भन्दाखेरि त्यसले त त्यो चराले त हेर्नु न यस्तो सेतो गुलाबको फुललाई रातो गुलाबको फुल बनाइसक्यो। त्यसको माया बुझ्दा त पछि ढिलो भइसकेको थियो। त्यस्तो माया हामीलाई गर्नुभएको थियो। कलगढी डाँडामा हेर्नुहोस् न उसले बुबा चाहिँलाई कति पुकारेको थियो, बाबा यदि तपाईँको इच्छा भयो यो कचौरा मबाट हटाइदिनुहोस् तर पनि मेरो इच्छा होइन बाबा, तपाईँको इच्छा पुरो होस् भनेको थियो। पसिना त त्यो बेलामा उहाँले देखेको दुःख मैले देखेको दर्शन भन्दा त उहाँले देखेको दर्शन त कस्तो अब पसिनै रगतमा परिणत भएर खसेको थियो। यस्तो वेदना थियो, यो कचौरा मबाट हटाउनुहोस् न बाबा तर मेरो इच्छा होइन, तपाईँको इच्छा अनुसार होस् भनेर उहाँ रोएको थियो कि। त्यो बेलामा त के रोएको थियो, जब क्रुसमा टाँगिँदाखेरि भन्नुभएको थियो हे पिता मलाई तपाईँले मलाई किन त्याग्नु भएको भन्छ कि। तर पनि परमेश्वरले मृत्यु दिँदैन त्यो बेलामा, किनकि समय आएको थिएन नि। परमेश्वरको प्रेम कतिले बुझ्यो, कति आइमाईहरू त्यहाँ रोएको थियो, कति महिलाहरू त्यहाँ रोएको थियो। यसो ख्रीष्टलाई क्रुस बोक्न लाउने पिट्ने बेलामा नरौ मेरो निम्ति नरौ नारीहरू, तिमीहरूको बच्चाहरूको निम्ति रौ, तिमीहरू आफ्नै निम्ति रौ भन्नुभएको थियो। नरक यति दर्दनाक चिज हो, यस्तो छ यस्तो प्रेम छ। अनि उहाँले फेरि भन्नुभएको थियो मलाई तिर्खा लाग्यो भनेको थियो, तर पानी खान पाएन बिचरा। हाम्रो पाप बोक्दाखेरि त्यस्तो शासन, हाम्रो अपराध बोक्दाखेरि त्यस्तो शासन, हाम्रो गरिबीहरू हाम्रो नरकको ढुक्का बन्द गर्नु अगाडि त्यत्रो वेदना। पानी खाउँ भन्दाखेरि तितो न तितो पित्त मिसाएको कुरा पाएको थियो। अनि उहाँले भन्नुभएको थियो कि अन्तिममा यिनीहरूले के गर्दैछन् सो जान्दैन, यिनीहरूलाई क्षमा गर। बुबा चाहिँलाई परमेश्वर पितालाई त्यो भन्नुहुँदै थियो। त्यस्तो पिँधे पनि उहाँले मुख छोड्नु भएन, गाली गर्नु भएन। हे पिता यिनीहरूले के गर्दैछ सो जान्दैन, यिनीहरूलाई क्षमा गर। त्यति मात्र होइन, उहाँले यस्तो पनि भन्नुभएको थियो, ध्यान दिएर सुन्नुभएको लागि धन्यवाद। उहाँले भन्नुभएको थियो हे पिता मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु भनेर सुम्पिने बेलामा, प्राण त्याग्नु हुने बेलामा
यति मान्छे बाँचेको थियो कि यति मान्छे बाँचेको थियो। बाइबल पढ्नुहोस् न, उहाँ एकजना मर्ने बेलामा त लाखौँ लाख जीवित भएर उठेको छ। यूहन्नाको पुस्तक अन्तिमतिर हो कि लुकाको पुस्तक अन्तिमतिर छ। उहाँ मर्ने बेलामा दिउँसो रात परेको थियो, सब कुरा अब सिद्धियो भनेर मर्नु भएको थियो नि। थाहा छ तपाईँलाई? कतिले पढ्नु भएको छ? येशू ख्रीष्ट मर्ने बेलामा अब सिद्धियो भन्नुभएको छ। पापको कुराहरू सिद्धियो, नरक छैन अब हाम्रो लागि, जसले विश्वास गरेको छ नि, छैन। अनि अब उसमा जानुहोस् तपाईँहरू, प्रकाश 5 अध्यायतिर जस्तो लाग्छ। त्यहाँ कोही पनि थिएन, दाउद पनि थिएन, अब्राहम पनि थिएन। यस्तो खतरा अगमवक्ताहरूको रोएको छ, हाम्रो उद्धार त हुँदैन क्या हो भनेर अझ पनि शङ्का भएर रोएको थियो। म पढ्छु ल, प्रकाशको पुस्तक 5 अध्याय पल्टाउनुहोस्, म पढ्छु। पढ्न जान्नुहुन्न भने ध्यान दिएर सुन्नुहोस्। सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुठो मैले देखेँ, जो 7वटा मोहर लगाएर बन्द गरिएको थियो। अनि एउटा बलवान स्वर्गदूतलाई ठुलो आवाजले यस्तो भनिरहेको मैले देखेँ, यो मुठो खोल्न र यसका मोहरहरू तोड्न योग्यको को छ? यो मुठो खोल्ने योग्यको को छ? स्वर्गमा हेर्नु न, कोही पनि छैन। कति अध्यायमा पढेँ मैले, त्यो समयमा कोही पनि छैन भनेर त्यो अगमवक्ताले यूहन्ना रोइरहेको छ। हाम्रो त उद्धार पनि हुँदैन क्या हो, हामी त नरकमै पुग्छौँ क्या हो, हामीले ज्यान अर्पण गर्नुभएको, हामीले गरेको विश्वास त व्यर्थै हुन्छ क्या हो भनेर रोइरहेको छ। न बुद्धले सक्छ, न महादेवले सक्छ, न रामले सक्छ, न कृष्णले सक्छ। मरेर गयो उनीहरू, जन्म्यो मरेर गयो। अनि यसोले भन्नुभएको छ नि, उहाँहरूको बारेमा पनि भन्नुभएको छ, मभन्दा अघि आउने त चोरहरू डाकुहरू हो भन्छ। अनि बाइबलमा लेखिएको छ, तर म यता सरस्वती नगर जुन उसमा गइरहेको छु। अनि यस्तो दिनमा स्वर्गमा अथवा पृथ्वीमा, 5:3 पुगेको छु। स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वी मुनि चर्मपुत्रको मुठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन। कोही पनि त्यो चर्मपत्रको मुठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खुबै रोएँ। हेर्नु न, कोही पनि छैन, म खुबै रोएँ भनेर कति रुन्छ नि। येशू ख्रीष्ट पनि 2 पटक त मैले भेटेको छु रोएको, होइन? यूहन्नाको पुस्तकमा चाहिँ येशू रुनु भयो भनेर मात्रै छ। त्योभन्दा अगाडिको अघिको वेदना हेर्नु न, हे पिता मलाई तपाईँले किन त्याग्नु भएको हो भन्छ। त्यस्तो काँटीहरू ठोक्ने बेलामा त्यस्तो हानेर त्यो दुःख के दुःख, हाम्रो पापको लागि भोग्नुभएको दुःख छ। जब अन्तिम दिनमा यस्तो हुँदैछ, अहिले यस्तो लडाइँ हुँदैछ, यो त तपाईँहरू धेरै प्रार्थना गर्नुहोस्, किनभने तपाईँहरू त बाँचिसक्नु भएको छ। मलाई आज यति भनेर बोल्न दिनु भएन, पछि म यसको अधुरो कथाहरू म अर्को लिएर आउँछु। उहाँको प्रेम यस्तो खतरा छ।